भनिन्छ नि दर्शकवृन्द, भाग्यमा भएको कुरा कसैले चाहेर मेट्न सक्दैन। हो त्यही भाग्य र कर्मको उपज हुन् कार्टुन क्रुको मेम्बर एन्जल राई। दर्शकवृन्द, तपाईहरूलाई विशाल न्युजमा हार्दिक स्वागत छ। हामी आज यहाँ तपाईहरूलाई एन्जल राईको बारेमा उनका कुराहरू सुनाउने र देखाउने प्रयत्न गर्दैछौँ। एन्जल राई र हाम्रो कुराकानी तपाईहरूलाई कस्तो लाग्छ सुनेर र हेरेर प्रतिक्रिया दिनुहोला। एन्जल राई उनी अहिले 17 वर्षकी भइन्। उनी 6 वर्षको छँदादेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय छिन्। उनी 6 वर्षको हुँदा म्युजिक भिडियो खेल्न पाउनुलाई आफ्नो भाग्य ठान्छिन् र आजको दिनसम्म आउनुलाई कर्म। उनी भाग्यले नेपाली क्षेत्रमा डेब्यू गरिन् र कर्मले टिकिरहेकी छिन् र अझै धेरै राम्रो कर्म गरेर लामो समयसम्म यही टिकिरहने उनको चाहना छ। आउनुहोस् सुनौ उनका मनका भावहरू। चाहिँ 6 वर्ष हुँदाखेरि क्यामेरा अगाडि बस्न स्टार्ट गरेको, त्यसपछि उसलाई मन पर्यो अनि अहिलेसम्म नि बसिरहेछ, कन्टिन्यू गरिरहेछ। अनि पछि पनि उसलाई एकदम यसमा नै कन्टिन्यू गर्न मन छ। डेब्यू म्युजिक भिडियोबाट गर्यो, त्यसपछि डेब्यू मुभी हैरान र जेन्टलम्यानबाट भएको थियो। अनि ऊ कार्टुन क्रू जुनियरको मेम्बर पनि हो। अनि 7-8 वटा मुभीहरू गर्यो होला। एन्ड म्युजिक भिडियोजहरू चाहिँ 15-20 धेरै भइसक्यो। अनि एड्सहरू अनि सर्ट मुभिज डकुमेन्ट्रिजहरू गरेको छ उसले। थपहरू के भन्नु मन छ? थप मलाई ऊ एकदम मनपर्छ। हुन्छ, तपाईँले कसरी चिन्नुहुन्छ? मैले देखिनँ। म चाहिँ एन्जलको मामु। ऐनाको मान्छे चाहिँ एन्जलको मामु, एन्जल राईको मामु हो। उहाँ चाहिँ आफ्नो छोरीको लागि ज्यान दिएर पनि उसलाई एकदम सपोर्ट गर्ने मम्मी हो होइन। छोरीको लागि रात नभनी दिन नभनी घाम नभनी पानी नभनी एभ्री सिचुएसनमा उसको सपोर्टमा ब्याक सपोर्टमा छ होइन। उसको लागि जे पनि गर्न रेडी छ। उहाँ चाहिँ एकदमै आफ्नो फ्यामिली र आफ्नो बच्चाहरूको लागि एकदम सपोर्टिभ हुनुहुन्छ। अहिले पछिल्लो समय त मान्छेहरूले होइन, प्राय बाआमाहरूले भनौँ न, अब छोरीलाई चाहिँ डक्टर बन, इन्जिनियर बन होइन, यो टिकटक नचला, मोबाइल नचला, अझ बेसी त फेसबुक नचला भन्छन्। तपाईँ चाहिँ आफै पछाडि बसेर छोरी तैँले गर्नुपर्छ भनिरहनु भएको छ। हजुर, यो कसरी गरिरहनु भएको छ? यो कसरी सकिरहनु भएको छ? समाज त्यतातिर छ, तपाईँ चाहिँ यस्तो हो नि त। अब अहिलेको जेनेरेसन भनेको पहिला हाम्रो पालाको जस्तो छैन नि त। अब पहिला हाम्रो पालामा चाहिँ अब डान्स सिक्न जान्छ भने यसको छोरीले नाचेरै खाने भई भन्ने खालको जेनेरेसन थियो नि त होइन। केही गर्छु भन्दा फेरि पनि अलिकति हुन्छ नि, समाजको हेर्ने नजरै अर्कै हुन्थ्यो। आफूले चाहेर पनि केही गर्न सक्दैन थियो। सो अहिलेको बच्चाहरूलाई भने त उनीहरूलाई जेमा इन्ट्रेस्ट छ त्यसमै हामीले सपोर्ट गर्ने हो नि होइन। अब मेरो छोरीले चाहिँ अब सानैदेखि उसलाई एक्टिङ मनपर्ने, डान्स गर्न मनपर्ने, अब ऐनामा हेरेर एक्लै एक्टिङ गर्दै बस्थ्यो। त्यही भएर चाहिँ अब उसलाई चाहिँ मेरो विचारमा एक्टिङै मनपर्छ होला भन्ने जस्तो लागेको थियो मलाई। लागेर चाहिँ अनि उसलाई अब उसले जेमा इन्ट्रेस्ट गरेको छ। फेरि उसको लकिली ऊ 6 वर्षको हुँदा मन्टेश्वरीमा पढ्ने मन्टेश्वरीमा म्युजिक भिडियोको लागि अडिसनको लागि आउनुभएको थियो एउटा टिम वाइट मिडिया। अनि तपाईँको स्कुलबाट एउटा बच्चा हामी म्युजिक भिडियोको लागि लिएर जानु पऱ्यो म्याम भनेर भन्नुभयो। अनि त्यहाँबाट सेलेक्सन गर्दाखेरि ऊ एन्जल राई पऱ्यो कि पछि त। अनि म्युजिक भिडियो गरेपछि त्यसपछि उसलाई झन् त्यसमाथि उसलाई एकदमै अझै क्रेजी भएर गयो। उसले डान्स गर्ने, ऐना अगाडि बसेर एक्लै नाच्ने, उसलाई साथी नै नचाहिने। अनि पछि कार्टुन क्रुज आएपछि चाहिँ ल मामु डान्स सिक्न जाने। उसले खास त्यस्तो त भनेको थिएन, मलाई नै लागेको छोरी तिमी डान्स सिक्छौ भनेको। जाने मामु भने नि कहाँ जाने भने कार्टुन क्रुज आयो, खुसी भयो। अनि त्यहाँबाट उता लगेँ। त्यसपछि त उसले जस डान्स पनि एकदम राम्रो गर्दै गऱ्यो, एक्टिङमा पनि एकदम राम्रो गर्दै गऱ्यो। अब आफूलाई इच्छा लागेको कुरा हो नि त। यदि मैले त्यतातिर नलगेको भए मेरो छोरी अहिले यो उसमा स्टेजमा पुग्ने पनि थिएन होला। त्यसले गर्दा अहिलेको
प्यारेन्ट्सले चाहिँ आफ्नो बच्चालाई जेमा इन्ट्रेस्ट छ त्यसमै लानुपर्छ जस्तो लाग्छ सँगैमा उसको दादा पनि छ उसको दादालाई चाहिँ फेरि मन पर्दैन यो सब कुरा ऊ चाहिँ गेममा हो अनि गेममा भएको र उसलाई चाहिँ मैले फेरि गेममै राखेको छु उसले पनि इन्टरनेसनल गेमहरू पनि खेलिसकेको छ अनि जस मेरो 2 जना छोराछोरी 2 थरीका छन् त्यही भएर तिमीलाई जे मनपर्छ त्यही गर भनेर यता छोरी एउटा उसमा एउटा फिल्डमा छ छोरा अर्को फिल्डमा छ तपाईलाई चाहिँ यस्तो मम्मी पाउँदाखेरि कस्तो लागिरहेछ तपाईलाई आफ्नो जे रहर छ त्यही कुरालाई चाहिँ मम्मीले सपोर्ट गरिरहनु भएको छ हजुर तपाईलाई कस्तो लाग्यो अब दिस फिलिङ क्यान बी एक्सप्लेन जस्तो लाग्छ कि अब हुन्छ नि म भन्दा अब धेरै ट्यालेन्टेड पनि हुनुहुन्छ होला नि त धेरै ट्यालेन्टेड मान्छेहरू हुनुहुन्छ होला म भन्दा अब के भन्ने म भन्दा अब धेरै कुराहरू सिकेको या अब म भन्दा ट्यालेन्टेडै भनौँ न सो म भन्दा मोर डिजर्भिङ मान्छेहरूले पनि जस्ट कज उहाँहरूको चाहिँ पेरेन्ट्स सपोर्टिभ हुनुहुन्न अर फ्यामिली प्रिभिलेज छैन भनेर चाहिँ दे हेभ बिन ल्याकिङ बिहाइन्ड होइन सो म चाहिँ नि अब आई वाज भेरी लकी इनफ लाइक मैले यस्तो सपोर्टिभ आमा बाबा पाएँ अनि के हो उहाँहरूले गर्दा नै अब मलाई अब एकदम इन्ट्रेस्ट त थियो होइन छ हुने छ बट देन यसो लाइक मेरो इन्ट्रेस्ट मात्रै भएर पनि हुँदैन नि त एउटा पुस पनि चाहिन्छ सो त्यो पुस चाहिँ मैले सधैँ मेरो फ्यामिलीबाट पाइराखेँ अनि दे आर द रिजन वाइ आई एम हियर सो एकदमै ग्रेटफुल तपाईँले 6 वर्षको उमेरमै म्युजिक भिडियोबाट डेब्यु गर्नुभयो हजुर होइन त हजुर त्यो तपाईँ त्यसलाई के कसरी लिनुहुन्छ भाग्य मेरो त उ रहेछ भन्नुहुन्छ कि के भाग्य म त भाग्य नै भन्छु बिकज हो म त लकी भएर नै हो जस्तो लाग्छ त्यत्रोजना बच्चामा ऊ सेलेक्ट हुनु भनेको त भगवान्ले उसलाई यसैको लागि पठाउनु भएको थियो होला नि त नत्र भने त फिल्म इन्डस्ट्रिजमा मेरो फ्यामिली मेम्बरमा कोही पनि हुनुहुन्न के म पनि मेरो फ्यामिली ब्याकग्राउन्ड पनि यता मिडियातिर कोही हुनुहुन्न उहाँको पापाको उसमा पनि कोही पनि हुनुहुन्न हामी एजुकेसन फ्यामिलीबाट आएको हो हामी 2 जना स्कुल चलाएर बस्छौँ सो यो मिडिया लाइनमा त कोही पनि चिनेकै छैन भनौँ न उसले गर्दा फेरि अहिले सबैलाई चिन्ने भए कस्तो लाग्यो प्रतिक्रिया दिन र विशाल न्युजलाई सब्स्क्राइब गर्न नभुल्नुहोला।